आदरणीय सरोवर दाई, तपाईँको आवाज सुन्दा सुन्दै मैले पनि 2 शब्द नकोरी बस्नै सकिनँ। सरोवर दाई, केही वर्ष अगाडि सरोवरका आवाजमा सोलुखुम्बुको चिसो वातावरणमा नसोती सिरकभित्र सरोवर दाईको आगमनको प्रतीक्षामा बस्ने गर्दथे। तर आज राजधानी भित्रिएपछि भने सरोवर दाईको आवाज सुन्न पाएकै थिएन। तर आज बुधबार साँच्चै सरोवर दाई आउनुहुनेछ भन्ने प्रतीक्षामा बसेँ। साँच्चै सरोवर दाई तपाईँ आउनुभयो, ज्यादै खुसी लाग्यो। धेरै पछिको हजुरसँगको भेट सरोवर दाई, हिजो जस्तै आज पनि त्यस्तै हुनुहुँदो रहेछ। कुनै फरक नै छैन, न आवाजमा न हजुरको सरू दिदीलाई दिने मायामा नै। सरोवर दाई, सरू दिदीले सहर जाँदा सरोवरको खबर बुझेर आऊ है गाउँ फर्कदा भन्नुभएको थियो। तर सरोवर दाई, यो ठुलो राजधानीमा म त कता हराएछु कता पत्तै पाइन। हजुरको खबर बुझ्न नपाउँदै गाउँ फर्किने बेला पनि भयो। सरोवर दाई, त्यो गाउँको पारिलो अनि घमाइलो सृजनशील बस्तीमा आज पनि सरू दिदी हजुरकै प्रतीक्षामा थिए, जानुहुन्न? सरोवर दाई, तपाईँ नगए पनि तपाईँको बाध्यता सरू दिदीले बुझ्नुहुनेछ। केही मायाको चिनो पठाउनुहुन्छ भने म पनि आफ्नो पढाइ पुरा गरी आफ्नै रस्ती बस्ती फर्कँदैछु। सम्झनुहोला है, सरू दिदीको नजिकको बहिनी सपना।